भिडियो हो यो टिङ्ग्रीको यो धार्मिक आस्थाको केन्द्र यो बौद्ध धर्मावलम्बीहरूको यस्तो विशेष पूजा गरिने ठाउँ यो टिङ्ग्री भन्ने ठाउँ हेर्नुहोस् यस्तो देखिन्छ र हजुर सबैलाई हामीले यहाँ हाम्रो टिमका साथीहरू यहाँ फोटो खिच्न आइराखेका छन्। यहाँ बस श्रीमती माता ल यहाँबाट सगरमाथा बेस देखिने हो। अब यो कुहिरो लगायो भने केही पनि देखिएन। अब के गर्ने हाम्रो भाग्य नै त्यस्तै रहेछ। यो टिङ्ग्रीको चाहिँ दृश्यावलोकन हेर्ने ठाउँ यो टिङ्ग्रीको दृश्यावलोकन है। संसारका मान्छेहरू आएर यहाँ चाहिँ पर्यटकहरू विश्वभरिबाट पर्यटकहरू आएर यहाँ रमाइलो गर्ने ठाउँहरू छ। यहाँ चाहिँ हिँडेर जानुपर्ने रहेछ। यहाँबाट गाडीमा जान नपाइने रहेछ। 但是那个后面开始那个一个礼拜吧，这个路上有这个积雪，所以要这个。हेर्नु यहाँ हिउँको वर्षा ल हामी हिमालको 8848मा चढ्ने भनेर हिँडेको मान्छे जब यो त हिउँ पऱ्यो के फाइदा। डाक्टर साहब हेर्नुहोस् त यहाँ ल हेर्नुहोस् यहाँ हिउँ ल हिउँ हेर्नुहोस् यहाँ भजन गाउन बोलाइराखेका छन्। यताबाट पो हो त ल हेर्नुहोस् त यहाँ एकछिनलाई त रहरै हो गाह्रो हुन्छ गाँठे। ल हेरेर ल्याउनुहोस् हामी त चढ्यौँ। के सक्नु यो आमा माता श्रीमती माता के छ खबर? अयो हट्टा के गरी बस्नु यस्तो ठाउँमा? यस्तो बाटो हाइवे सबै राम्रो भएर के काम? ल टुरिस्ट टर्मिनल सर्भिस सेन्टर भन्ने रहेछ टिङ्ग्रीको। टुरिस्टहरू हेर्नको लागि मात्रै आएर विश्वभरिबाट आएर डलर बुझाएर चौपट रहेछ। ल यो टिङ्ग्री भन्ने ठाउँको यहाँसँग के लेखा छ तपाईँहरू नै पढ्नुहोस् ल। त्यहाँ त अङ्ग्रेजी होला नि, उतापट्टि पनि छ ल, यहाँ पनि हेर्नुहोस् ल। यहाँ चाहिँ अङ्ग्रेजी अलिकति रहेछ ल। टिङ्ग्री हामी यो टिङ्ग्री भन्ने ठाउँमा आइपुगेछौँ। ल है टिङ्ग्रीको दृश्यावलोकन यो करिब हामी 200 किलोमिटर सिकासेबाट 200 किलोमिटर भएर टिङ्ग्री भन्ने ठाउँमा आइपुगेछौँ। हिँडेर उहाँ माथि हिँडेर गइरहेछन् त अरू सबै त्यहाँ माथि गएका छन्। उहाँ छन् त ऊ सबै गइरहेछन्। यो टिङ्ग्री यो ठाउँको नाम हेर्नु त टिङ्ग्री हो। यो गाडीमा चाहिँ ब्याट्री चार्ज गर्ने स्टेसन रहेछ इभी। यो टिङ्ग्री भन्ने ठाउँको दृश्यावलोकन हेर्नुहोस्। हेर्दै हाम्रो चिसो लगाएर फेरि हिउँ पर्न थालिहाल्यो। हामीले चाहिँ यता माथि आउन त माथि त्यहीँ हो जाऊ। हामीले आफूले देखेको ठाउँ अरूलाई पनि देख्ने उद्देश्यले यो टिङ्ग्री भन्ने ठाउँमा
हेलो हाउ आर यु त्यता नि छ ए ल उयो यसो एकछिन त्यहाँ हेलो टिङ्ग्री हो टिङ्ग्री हिउँ पर्न लागिसक्यो हिउँ मेरो फेसबुकमा रहनुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई यो सिकासेबाट यो टिङ्ग्री हुँदै सगरमाथा बेस क्याम्प जाने क्रममा खिचिएको यो फोटो उहाँ हेर्नुहोस् त हिमाल फेरि अलिकति जुम गरेर ल्याउनुहोस् त यो दृश्यावलोकनहरू तपाईँहरूको लागि हामीले समर्पण गऱ्यौँ ल हेर्नुहोस् यहाँ यस्तो राम्रो ल अब राम्रो त छ तर प्रकृतिले राम्रो दिएको छैन ठाउँ राम्रो भएर के गर्ने 1 मिनट बस्न सकिन्न अब सिधै यहाँ 10 रुपियाँ पनि लियो भने पनि हामीलाई चाहिँदैन तपाईँ चाहिँ यस्तो ठाउँ चाहिँ देखायो बाहिर कोही बस्न सक्नेवाला छैन हामी मात्रै हो आँटिलो बहादुर बाहिर बस्न सक्ने ल थ्याङ्क यू ब्रदर ल असिना हेर्नु न आएको फेरि आमामा ल ल हिउँको गेडा झरिरहेछ भने ल आमामा ल है तपाईँहरूलाई मैले यो देखाएँ हजुरले हेरिदिनु भयो धन्यवाद यो टिङ्ग्री भन्ने ठाउँको भिडियो हो नमस्ते म अहिले फेरि तपाईँहरूलाई भिडियो लिएर आएँ यो सिगा भन्ने ठाउँमा आइपुग्यौँ हामी सिगासेबाट हात्ती लिमा हुँदै यो सिगा भन्ने ठाउँमा आइपुगेका छौँ यहाँको पनि सानो दृश्यावलोकन यहाँलाई देखाउँ भनेर यो चाहिँ हाम्रो खास सगरमाथा बेस क्याम्प टिङ्ग्री जाने बाटो देखिएका दृश्यावलोकनहरू यहाँहरूलाई यसो यो देखाउँ भनेर ल यहाँको बस्तीहरू हेर्नुहोस् यहाँका साना साना एकनासे घरहरू हेर्नुहोस् यहाँ चाहिँ यो उयो भेडाहरू जिउँदो त होइन है यो चाहिँ बनाएर राखेको भेडाहरू रहेछ ल यो मासतिरको भूभागहरू हेर्नुहोस् यहाँ यो हाइवे अन्तर्राष्ट्रिय स्तरको हाइवे हेर्नुहोस् ल अब आफूले देखेको यो दृश्यावलोकनहरू यो हजुरको लागि पनि देखाएँ यो ताराबहादुरले मात्रै जाने रहेछ भन्नु होला फेरि कति राम्रा दृश्यावलोकनहरू कति राम्रा घरहरू एकैछिन मात्र हो फेरि धेरै बेर त बस्न सकिन्न आफैलाई उडाउला जस्तो हावा आउँदो रहेछ ल मलाई नै उडाउला जस्तो हावा आइरहेछ के गर्नु हावा आए पनि आफ्नो यस्तो दृश्यावलोकन फेरि खिच्न सकिन्न मौका चौका नआउने कहिले हान्नु पारिपट्टिका पहाडहरू अब कुनै घाँस सास केही पनि छैन तै पनि च्याङ्राहरू भेडाहरू सबै छ यो एउटा पेट्रोल पम्प हो यहाँबाट चाहिँ हजुरको लागि यो सिगा भन्ने ठाउँमा आएर बारेमा उनीहरूको काहीँ पनि अङ्ग्रेजीमा लेखेकै हुन्न कतै पनि देख्यो भन्न कतै लेखेको छ कि ल यहाँको घरहरू हेर्नुहोस् है हावा ल यस्तो ठाउँमा कसरी बस्ने अरे धन्ना मान्छेहरू बाहिर एकजना बाटोमा कसैलाई केही परिहाल्यो भने मद्दत गर्ने मान्छे एकजना पनि हुँदैन बाटो भुल्यो भने सोध्ने मान्छे कोही हुँदैन सोध्ने मान्छे कदाचित भेटिहाल्यो भने कुरा केही पनि बुझ्दैन अनि यहाँ चाइनामा आएर मान्छे हराइहाल्यो भने त माटो नै भयो केही उपाय नै लाग्दैन कसैले न भाषा बुझ्छ न चाहिँ नि के बुझ्छ बर्बाद न अङ्ग्रेजी बुझ्छ भनेपछि अङ्ग्रेजी जान्ने मान्छेलाई नि यहाँ काम रहेनछ अवलोकन यहाँहरूलाई देखाएँ हेरिदिनु भयो धन्यवाद अब मिठा कमेन्टको प्रतीक्षा गरेँ ल धन्यवाद हजुर।